गाइस हामी चाहिँ हाइकिङ आएको हिँड्दा हिँड्दा जिन्दगी के भइसक्यो भन्ने आएन के भन्नुहुन्छ हजुर मेरो ब्लगमा मलाई तर्सा थियो यो पछि यो सुनाउँदा के भन्न चाहनुहुन्छ फुलकुमारी म फुलकुमारी आज म हाइकिङ गर्दै जङ्गल बाटो तारे भिर आएको तर हिँड्दा हामी कहाँ पुग्यो सुन्दरीजल पुगिसक्यो यस ओके बाई कन्टिन्यू गर्छौँ पछि हामी आन्टी अगाडि गाइज फाइनली हामी हाम्रो डेस्टिनेसन आइसकेका छौँ गुम्बा भाइ तिमीलाई कस्तो लागिरहेछ तपाईँलाई राम्रो ए मेरो ग्याङहरू हिँड्नै सकेको छैन ऊ बिस्तारै आउँदैछन् अलि हिँड्नमा प्रब्लम छ उहाँहरूलाई ठिकै छ हामीले यस अब बिस्तारै सबैजना एकैचोटि एकै ठाउँमा ग्यादर हुने प्रयास गर्दैछौँ फ्यामिली त्यसपछि विल ब्याक टु आवर ओरिजिनल प्लेस अनि त्यसपछि हामी लन्च गरेर ब्याक टु आवर होम ओके सी यु देयर उकालो हिँड्दा थाकेर गल्ले तर इन्जोय भइरहेको हामी हाम्रो डेस्टिनेसनबाट ब्याक भएका छौँ अब हामी सिधै लन्च गर्छौँ अनि त्यसपछि हामी हाम्रो घर बौद्ध जान्छौँ है त यो फुल हो मेरो भाइले दिएको मलाई हेलो प्रिति दो इटापट्टि जाने भइसक्यो सबजना